एउटा भूगोल छ जसको वरिपरि मध्यम डाँडाहरू छन्। आफूभन्दा अग्ला कथाहरू बोकेर उभिएका छन्। हामी सुशेल छौँ बेस्मरी जीवनका भाकाहरू, सुशेलेका भाकाहरू जो निर्मम हुन सक्छन्, जो अति सरल पनि हुन सक्छन्। पारीबाट पनि यस्तै आवाज आउँछ फर्केर। डाँडाकाँडाहरूले हामीलाई जिस्काउँछन्। जिन्दगी यही बेला रोचक लाग्छ। मलाई नै हेरिरहे झै लाग्छ हरेक डाँडाका सिमलका अग्ला अग्ला रुखहरू। म मुस्कुराइदिन्छु फिस्स। उत्तरतिरबाट चिसो हावा बहन्छ सिरिरिरिरि। सिमलको फुलहरू रुखबाट छुट्टिन्छन् र लाग्छन् आआफ्नै बाटो। सायद मध्यरातमा थाकेपछि बिसाउँछन् कतै आफूलाई। मान्छेको जीवन पनि सिमलको भुवा जस्तै न हो। उड्छौँ, उडिरहन्छौँ। एक दिन हामीलाई पनि बिसाउनु छ कुनै बिसौनीमा, सिमलको भुवा जस्तै कतै। बिलाउँछौँ कुनै पातमा, कुनै अनाम सुक्खा पातमा। धन्यवाद।